भद्रपुरको लागि फर्स्ट फ्लाइट हामी बाहिर जा प्रस्थान गर्दैछौँ। भद्रपुर हाम्रो फ्लाइट नम्बर चाहिँ कति हो भने 927 फ्लाइट नम्बरबाट भद्रपुर जाँदैछ साथी। ल भद्रपुरमा हामी आइपुग्दा त पानी पो परिरहेको छ। यही चाहिँ कञ्चनजङ्घा थाहा पहिले कन्यामको चिया बगान। फिक्कल बजार रहेछ। फिक्कल बजारमा गाडीको चहल पहल, बजार पनि ठुलै रहेछ। फिदिम बजार पनि ठुलो रहेछ। हामी जान्छ पुग्यौँ हो, यहाँसम्म चाहिँ हामी गाडीमा आयौँ। अब यहाँबाट चाहिँ हिँड्दै जानुपर्छ। अघि हामीले खाना खाएको सेकाथुन चाहिँ तल देखेको गाउँ हो, तल रोड भएको होइन। हामी त्यहाँबाट यहाँ आइपुगेछौँ। यसरी अब हामी यहाँबाट चाहिँ खोज्यो खोलै खोला माथिबाट यस्तै बाटो छ। यसरी जाने हो माथि चाहिँ यसरी जानुपर्छ। यो साथीहरू कञ्चनजङ्घा ट्रेक त सजिलो त छैन। पानी लगाउने तरिकाहरू पनि छ। यहाँ तर चाहिँ सबै पुरै अलैँची खेती गर्छ। अलैँची खेती गर्नलाई यो चाहिँ पानी लगाउने सिँचाइ व्यवस्था चाहिँ यसरी गर्नुपर्छ है। हामी चाहिँ त्यो तल देखिने खोलाबाट हुँदै त्यो तलबाट चाहिँ यो कालो चढेर यसरी यहाँबाट देखेको पाखो हुँदै यसरी चिँडिरहेको यस्तो छ बाटो। 2 घन्टा 2.5 घन्टाको बाटो छ। अझै उता माथि डाँडाबाट जानुपर्छ। यस्तो छ यो बाटो। जिल्लासम्म बल्ल आइपुग्यो। पहिलो होटल रहेछ यस्तो छ। फले गाउँ हो। हामी चाहिँ आज यता कहाँ जान्छौँ अरे? आज घुम्सा जाँदैछौँ। यो बाटो भएर यसरी गइन्छ। घुम्सा जाँदैछौँ है हामी चाहिँ।
अगाडि देखेको हिमालको नाम कुम्भकर्ण हिमाल हो। हामी चाहिँ हिजो यो तल खोजबाट आएको, यो चाहिँ खम्बचेन हो। हामी खम्बचेनमा आएर गएको छौँ। अब हामी चाहिँ लोनाकतिर जाँदैछौँ। यतापट्टि चाहिँ यो डाँडा उता चाहिँ यो टिबेट पर्छ अनि उलङचुङ गोला भन्दो रहेछ। उलङचुङ गोलातिर जाने बाटो हो यो भन्ने चाहिँ यता माथि कञ्चनजङ्घा बेस क्याम्प जाने बाटो यता हो। हामी चाहिँ कञ्चनजङ्घा बेस क्याम्प जाँदैछौँ। अब चाहिँ हामी लोनाक पुग्ने हो। लोनाक गएर बसेर भोलि चाहिँ कञ्चनजङ्घा बेस क्याम्प गएर त्यहाँबाट कञ्चनजङ्घा हेरेर फर्किन्छौँ है साथीहरू। यस्तो चाहिँ हिजो हिउँ परेर चाहिँ यति राम्रो देखिएको छ कि सबैतिर चारैतिर हिमालै हिमाल भएको छ। धन्यवाद। यहाँबाट माथि जान सक्दैन, एकदमै गाह्रो हो। अब हिँडेर 3-4 घन्टा भइसक्यो। माथि जानलाई एकदमै गाह्रो हो, हिँड्नै सक्दैन। यो ठाउँ चाहिँ एकदमै डेन्जर भएको छ। यहाँनिर चाहिँ कुन बेलामा ढुङ्गा खस्छ भन्ने कुरा ठेगाना हुनेछ। यो बाटोमा आउने कोही जो कोही पनि एकदम सावधानीपूर्वक होला जानु होला। यहाँ चाहिँ कोरियाबाट आउनुभएको हाम्रो दाइ हुनुहुन्छ अनि हाम्रो उहाँ चाहिँ एउटा दाइ हो है। हामी यसरी चाहिँ यहाँ सिलिले बेस क्याम्पभन्दा अगाडि चिसो पाउँछ, चिसोमा बस्ने प्रोग्राम बनाएर यहाँ आइपुग्यौँ। र हाम्रो भाइहरूले चाहिँ यहाँ खाना बनाउँदै हुनुहुन्छ है। मिठो खाना बनाएर दिनुहोस् है भाइहरू। दाल भात बनाउँदै हुनुहुन्छ हाम्रो नेपालीको लागि अनि हाम्रो दाइको लागि चाहिँ थेल्दुक बनाउँदै हुनुहुन्छ। यस्तो राम्रो ठाउँ छ। यस व्यवस्था गर्नु भएको छ, राम्रो हुनुभएको छ। खै यो चाहिँ आउने बाटो यताबाट चाहिँ आउने बाटो प्रोग्राम यहाँसम्म बस्छ। अघि साह्रै राम्रो मौसम थियो, अहिले एकदमै हावा चल्यो, बाटोहरू सबै लाग्यो। भोलि बिहान चाहिँ सबै देखिन्छ भन्ने आश छ। ओके, हाम्रो दाइले मृगेला पास गरेपछि यहाँ चिसोमा चिया दिँदै हुनुहुन्छ, दुध चिया खुवाउँदै हुनुहुन्छ। यहाँ भाउजूले चाहिँ भाँडा धोएर ल्याउनु भएको छ है भर्खरै। ल हाँस्दैन है भाउजू पनि। आज एकदम मौसमले चाहिँ साथ दिएन कि खासै। अनि अहिले हामी ओक्राङ बेस क्याम्प जाँदैछौँ। बिहान 5:30 बजे भ्यू पोइन्ट जाँदैछौँ। ठ्याक्कै उल्टो दिशामा पर्ने रहेछ अपोजिटपट्टि। सनराइज भन्दा यहाँ सनसेट चाहिँ अति उत्तम हुँदैछ।
आइपुग्छौँ बल्ल बल्ल पर्खिँदा त्यो मान्छे बल्ल बल्ल आउँछ काठमाडौँ जान लाग्यो है 11:30 भनेको लगभग 12:30 हुन लाग्यो एकदम गर्मी छ मौसम तातेको छ एकदमै वेटिङ जहाज आएर वेटिङमा बसिरहेछ है हुन्छ अब घर होइन अब यहाँबाट 45 मिनटको उडान हुन्छ काठमाडौँसम्म यो चाहिँ भद्रपुर हो